हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। हाम्रो मनाङमा पनि काफल पाकिसकेको छ। आज चाहिँ म काफल खान आएको हैन। है साथीहरु, लमजुङको त काफलै सिजन सकियो होला हैन। मनाङतिर चाहिँ भर्खर सुरु हुँदैछ के काफल। काफल चाहिँ मिठो छ। साथीहरु, मनाङको काफल खान आउनु होला आजहरु पनि। मनाङको काफल चाहिँ मिठो हुन्छ किनभने चिसो ठाउँमा फलेको हुनाले एकदम पाल टेस्ट आउँछ यो काफल चाहिँ यहाँतिरको चाहिँ। म चाहिँ पहिला सुरुमा हैन यसो टिपेर खाऊँ, त्यसपछि चाहिँ अब घरको लागि पनि थोरै टिपेर लानु पर्यो। खास भन्नु पर्दा चाहिँ म काफल चाहिँ यसो घरको लागि टिप्न आएँ। टिप्दै अब त्यता अनि अब टिपेपछि खान मन लाग्छ। वर्षमा एकचोटि खाने चिज त हो यो। दामी नाइस, मिठो छ मिठो। हावा चाहिँ मिठो चलिरहेको छ कि शीतल भइरहेको छ। काफल चाहिँ अचार मचार पाकिरहेको काफलहरू सब झरेछ। गाइस, अब म फेरि गाइस काफल छ काफल। नाइस, दामी सब झरे त यार। काफल 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 खानु पर्यो काफल। हावा चाहिँ मिठो चलिरहेको क्या अहिले। हावा मिठो चलिरहेको, मिठो खाना हालै छ।